नमस्कार। बुटोल मिलनचोकमा रहेको रोयल एकाडेमीको अनलाइन क्लासमा हजुरहरूलाई स्वागत। आजको लेसनमा हामीले लेसन 2 को ग्रामर सिक्नेछौँ। ग्रामरको पहिलो छ खा, अर्को र नो। यसमा हामीले पहिला यो पढ्नुभन्दा पहिला हामीले देश भनेको हो र जेआरईमा चाहिँ भनेको होइन भन्ने कुरा जान्नुपर्ने छ। सुरुमा छ देश का, यसलाई हामीले का भनेर उच्चारण गर्छौं। कुनै पनि कुरालाई प्रश्नमा गर्नु पर्दाखेरि हाम्रो नेपालीमा प्रश्न चिन्ह प्रयोग भए जस्तै जापानिजमा का भनेर प्रयोग गरिन्छ। देश का भनेको हो र भन्ने अर्थ लाग्छ। र अर्को नो को अर्थ सोच्छौं। नो भनेको को, कुनै पनि दुईटा कुराको सम्बन्ध जनाउँदा नो को प्रयोग गरिन्छ। सम्बन्ध जनाउँदाखेरि अर्थात् जोड्दाखेरि। जस्तै कि हामी यहाँ रे हेरौं, कोरेवा दारे नो खाबान देशका, यो चाहिँ कसको झोला हो। दारे नो भनेपछि कसको सम्बन्ध खोजो, एउटा कुनै व्यक्तिसित जोडिन खोजो या कुनै वस्तुसित जोडिन खोजो। सम्बन्ध जनाउँदाखेरि नो को प्रयोग गरिन्छ। यसको उच्चारण चाहिँ को भनेर गरिन्छ। खाबान भनेको झोला र देशका भनेको हो। यसमा पनि काले लास्टमा प्रश्नवाचक चिन्हको काम गर्छ। देशका भनेको प्रश्न गर्दाखेरि। वातासी नो देश मेरो हो, यसमा पनि म भए अनि नो आएपछि वातासी नो मेरो, मसँग सम्बन्धित कुरा भयो, त्यही भएर वातासी नो देश मेरो।